हजुर टसी दिले अनि नमस्ते सबैजनालाई। मुख्य गरी हाम्रो आचार्य लामा कामो सम्बोज्यू लगायत यहाँ अब ध्यानमा बस्नुभएको सम्पूर्ण हजुरहरू सबैलाई एकदमै टसी दिले सुरुमा भन्न चाहन्छु। अनि सुरुमा चाहिँ के भन्न चाहन्छु भने म चाहिँ नेपालीमा मञ्चमा बसेर नेपाली भाषामा प्रवचन दिने जस्तो त्यति साह्रो गरेको छैन मैले। अनि विदेशतिर अलिअलि जान्छु, त्योमा चाहिँ म सकेसम्म अङ्ग्रेजी भाषामै अलिकति बोले जस्तो गरेँ। गुम्बामा हुँदाखेरि सम्बोटा भाषा अथवा टिबेटन भाषामा बोलेको जस्तो गर्छु। त्यसले गर्दाखेरि नेपाली बोल्न त बोल्छु, तर मञ्चमा बसेर बोल्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो जस्तो एउटा हुँदो रहेछ। किनभने फेरि हामी अब जन्मिने त म यही नेपालमै जन्मेको, काठमाडौँमै जन्मेको, नेपाली बोल्न त बोल्छु, तर अब नेपाली समूहमा प्रवचन दिएको जस्तो, भाषण दिएको जस्तो त्यस्तो खासै गरेको नहुँदाखेरि अब नेपाली बोल्दाखेरि अलिक त्रुटि भएमा हजुरहरू सम्पूर्णलाई माफ पाऊँ भन्ने सुरुमा भन्न चाहन्छु। अनि त्यसपछि चाहिँ हजुरहरू सम्पूर्णले अब अहिले सम्बोधा भाषा सिक्नु भइरहेको रहेछ। त्यसको लागि एकदमै धन्यवाद व्यक्त गर्न चाहन्छु। किनभने अब कसैले के लाग्न सकिन्छ भन्दाखेरि फेरि सम्बोटा भाषा अथवा तिब्बती भाषा सिक्दाखेरि खासै त्यति महत्त्वपूर्ण जस्तो जरुरत जस्तो त्यति साह्रो नदेख्न पनि सकिन्छ। किन भन्दाखेरि खास गरी भने हाम्रो गौतम बुद्ध यहाँ नेपालमा नै जन्मिनु भएको, उहाँले जति पनि प्रवचन दिनुभएको सबै पाली भाषा अथवा संस्कृत भाषामा दिनुभएको। तर हुन चाहिँ के भयो भन्दाखेरि त्यो बेला सबै पाली भाषा संस्कृत भाषामा प्रवचनहरू दिनु भए तापनि अब लगभग 2500 वर्ष जति अगाडि भएको, त्यसपछि चाहिँ यहाँ विभिन्न कहिलेकाहीँ भूकम्प आउने जस्तो, कहिलेकाहीँ आगलागी भएको जस्तो, कहिले अरू धर्मले गर्दा भएको जस्तो, त्यस कारणले गर्दाखेरि हाम्रो बौद्ध धर्म धेरै जसो अब पाली भाषा संस्कृत भाषामा भएकोहरू अब त्यो पनि अब हुन त नेपाली भाषा जस्तो नै हो, तर पनि फेरि हामीलाई पाली भाषा संस्कृत भाषा त्यति आउँदैन, त्यो पनि नयाँ भाषा जस्तो नै एउटै जस्तो हुन्छ हामीहरू सबैलाई। त्यसमाथि पनि फेरि त्यो भाषामा पनि त्यति साह्रो बाँकी जस्तो छैन। अनि त्यसमाथि अहिले धेरै जसो अरू भाषाहरूमा पनि ट्रान्सलेट भएको त छ। अब नेपाली जस्तै नेपाली भाषामा पनि अहिले हाम्रो धेरै नै ग्रन्थहरू छ, अङ्ग्रेजी भाषामा पनि छ, त्यस्तै अब अरू भाषाहरूमा पनि एकदमै धेरै छ। तर हामीहरूले अब गम्भीरतापूर्वक धर्म सिक्नुपर्ने अथवा हामीलाई धर्म सिक्ने विचार अथवा मन छ भने जबसम्म हामीले सम्बोधा भाषा सिक्दैन तबसम्म चाहिँ हामीले त्यति गहिराइमा बुझ्दैन जस्तो लाग्छ। त्यो पनि म मात्रै होइन, धेरै जसो गुरुले पनि त्यही भन्नुहुन्छ। अनि जति पनि गौतम बुद्धले भन्नुभयो प्रवचन दिनुभएको छ, त्यस्तै अरू गुरुहरू गुरु पद्मसम्भव जस्तै आज हामीले पूजा गर्नुभएको छ। अनि एकदमै धेरै इन्डियाबाट आएको महत्त्वपूर्ण गुरुहरूले प्रवचन दिनुभएको छ। सबै ग्रन्थहरू पुस्तकहरू सम्बोधा भाषामा चाहिँ ट्रान्सलेट भएको छ। त्यसको माथि पनि फेरि ट्रान्सलेट गर्दाखेरि एकदमै 1-2 वर्ष सिकेर सिधै ट्रान्सलेट गरेको जस्तो नभएर त्यो ग्रन्थहरू सबै उहाँहरूले एकदमै मेहनत गरेर तिब्बतदेखि इन्डियामा अब अहिले जस्तो उडेर जान पनि मिल्दैन, गाडीमा जान पनि मिल्दैन, उनीहरू सबै पैदलमा इन्डियामा गयो, संस्कृत भाषा सिक्यो, पाली भाषा सिक्यो। त्यसको माथि सिकेर मात्रै नपुगेर उहाँहरूले एकदमै धेरै तपस्याहरू गर्नु गइसकेपछि मात्रै अनि यो ग्रन्थहरू ट्रान्सलेट गरेको हुनाले गर्दाखेरि यो किताबहरू पनि एकदमै राम्रो भाषामा ट्रान्सलेट गरेको अनि एकदमै आशीर्वाद धेरै बोकेको जस्तो हुन्छ। नत्र भने किनभने हिजो आज हामीहरू के 1-2 महिना सिक्यो, 1-2 वर्ष अलिकति सिक्ने बित्तिकै किताब लेख्ने, किताब ट्रान्सलेट गर्ने जस्तो गरिन्छ, तर त्यस्तो नगरेर त्यो बेला त एकदमै महत्त्वपूर्ण गम्भीरतापूर्वक उहाँहरूले जुन पनि ट्रान्सलेट गर्नुहुन्छ त्यो विषयमा 1-2 महिना त्यस्तो सिकेर नपुगेको
धेरै वर्ष उनीहरूले एकदमै मेहनत गरेर त्योहरू सबै ट्रान्सलेट गरेर त्यो हुँदाखेरि यो किताबहरू सबै जुन पनि सम्पदा भाषामा छ त्योहरू एकदमै प्रष्ट अनि एकदमै झिलक बोकेको पुस्तक भएको हुनाले गर्दाखेरि हामीले अब गम्भीरतापूर्वक बौद्ध धर्म सिक्ने विचार छ भने सम्पदा भाषा नसिकिकन त्यति साह्रो बुझ्दैन जस्तो लाग्छ। अनि त्यो चाहिँ अब मेरो बुवा आमा त तिब्बतबाट आएको हुनाले गर्दाखेरि सायद फेरि कहिलेकाहीँ आफ्नै बुवा आमाको त्यो देश भएको हुनाले अब तिब्बती भाषामा अलिकति लगाव भएर भनेको जस्तो पनि लाग्न पनि सकिन्छ। तर त्यस्तो नभएर म आफै त यहीँ काठमाडौँमा जन्मेको नेपाली भूमि नै एकदमै प्यारो लाग्छ मलाई। अनि त्यस्तो लगाव सगाव केही नभएर धर्मकै हिसाबले गर्दाखेरि एकदमै धेरै जस्तो पुस्तक सबै सूत्र भयो, तन्त्र भयो, जति पनि ग्रन्थहरू छ सबै तिब्बती भाषामा भएको हुनाले अथवा सम्बद्ध भाषामा भएको हुनाले गर्दाखेरि हजुरहरूले त्यो सम्बद्ध भाषामा एकदमै गहिरतापूर्वक गम्भीरतापूर्वक सिक्नु भइरहेको हुनाले गर्दाखेरि एकदमै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि त्यसपछि चाहिँ फेरि अरू के भन्न चाहन्छु भन्दाखेरि अब कहिलेकाहीँ मान्छेहरूले चाहिँ के लाग्दै रहेछ भन्दाखेरि बौद्ध धर्म हामीले प्र्याक्टिस गर्नको लागि लामा नै हुनुपर्ने, आनी नै हुनुपर्ने जस्तो पनि अब खास गरी यहाँ नेपालमा धेरै जसोले त्यस्तो लाग्दो रहेछ। किनभने जति पनि धर्मावलम्बीहरू हुनुहुन्छ सबै अब अलिक प्रख्यातहरू भनौँ, हामी जो पनि धर्म गरिरहेको देख्छौँ हामी उहाँहरू सबै लामा आनीहरू मात्र हुँदाखेरि अब गृहस्थी भनौँ न हजुरहरू जस्तोले त्यति गर्न नआउने जस्तो बाहिरको मान्छेहरूले त्यस्तो सोच्दिरहेछ। तर त्यस्तो खासै त्यस्तो केही पनि छैन। अनि हामीहरू अब जस्तो म जस्तो हुँदाखेरि म चाहिँ गग्यु सम्प्रदाय अब बौद्ध धर्ममा हाम्रो अहिले चलिरहेको निमा सम्प्रदाय, गग्यु सम्प्रदाय, केलुक सम्प्रदाय जस्तो गरेर साक्य सम्प्रदाय 4वटा सम्प्रदाय रहेछ। त्योभित्र पनि अब हामीहरू चाहिँ ठाउँगुम्बा चाहिँ गग्यु सम्प्रदाय। गग्यु सम्प्रदायभित्र पनि हाम्रो सबैभन्दा मुख्य गुरु 3 जना हुनुहुन्छ। को हुनुहुन्छ भन्दाखेरि अब मार्पा गुरु, मेला गुरु, तापो गुरु 3 जना हुनुहुन्छ। अब हजुरहरूले कतिको सिक्नु भएको छ भएको छैन मलाई त्यति साह्रो थाहा होइन। तर पनि अब त्यो 3 जनाको बारेमा हल्का व्याख्या गर्नुपर्दाखेरि 3 जना एकदमै भिन्न भिन्न प्रकारका जीवन शैली बिताएका गुरु हुनुहुन्छ 3 जना। मार्पा जस्तो हेर्नुहुन्छ भने हामीले उहाँको किताब अथवा उहाँको बायोग्राफी हेर्नुभयो भने चाहिँ उहाँको बुढी स्वास्नी अथवा धर्मपत्नी हुनुहुन्थ्यो, छोरा हुनुहुन्थ्यो, एकदमै गृहस्थी जीवनमा नै बसिरहेको जस्तो उहाँको हामीले बायोग्राफी हेर्दाखेरि एकदमै नर्मल भनौँ न साधारण व्यक्ति जस्तो फ्यामिली जस्तो देख्छौँ हामीले। त्यस्तै गरेर त्यसपछि चाहिँ मिलारेबाको हेर्दाखेरि चाहिँ अनि मिलारेबा चाहिँ फेरि मार्पा जस्तो नभएर अलिकति भिन्न नाप्पा भन्छ नि हिजो आज। तर हिजो आजको नाप्पा जस्तो नभएर हिजो आज चाहिँ अब नाप भन्दाखेरि चाहिँ खास गरी एकदमै हामीले ज्ञान गर्दाखेरि प्र्याक्टिस गर्दाखेरि एकदमै उच्च स्तरको एउटा प्र्याक्टिसलाई भन्छ। अनि हिजो आज चाहिँ गुम्बामा बस्यो, गुम्बामा बस्न सकेन, त्यसपछि चाहिँ निस्कियो, बिहा गरियो, त्यस्तो गरेर प्र्याक्टिस गर्दाखेरि चाहिँ हामीले नाप्पा भन्दै रहेछ। त्यस्तो चाहिँ खास गरेर त्यस्तो कुरालाई चाहिँ नाप्पा भनिँदैन। गुम्बामा हामीले चाहिँ जति पनि अब प्र्याक्टिस गरेको छ त्योभन्दा पनि बेसी नै प्र्याक्टिस गर्नुपर्ने एकजना त्यस्तो प्र्याक्टिस एउटा हो नाप भन्दाखेरि। अनि मिलारेपछि त्यस्तो अब एकदमै गम्भीरतापूर्वक उहाँको बारेमा धेरै नै प्र्याक्टिस गर्यो। गुफातिर बस्यो, नेपालको डाँडा काँडा ढोलतिर, मनाङतिर, चुङतिर धेरै जस्तो ठाउँमा गएर उहाँले एकदमै गुफाहरू तिब्बतमा गयो, बसेर उहाँले त्यागहरू धेरै गरेर उहाँले पनि अब बुद्धत्व प्राप्त भएको व्यक्ति हुनुहुन्छ। उहाँ चाहिँ अब मार्पासँग अलिकति भिन्न, उहाँको अब के अरे धर्मपत्नी पनि थिएन, छोराछोरी पनि छैन। अनि अलिकति भिन्न प्रकारको एकजना गुरु हुनुहुन्छ उहाँ चाहिँ। मिलारेबाट लगभग हजुरबाट सबैले उहाँको बारेमा सुनेको होला।
त्यसपछि चाहिँ हाम्रो तेस्रो चाहिँ गाम्बोबा भन्नुहुन्छ। गाम्बोबा चाहिँ अब लामा हुनुहुन्थ्यो, उहाँ डक्टर पनि हुनुहुन्थ्यो। अनि रातो लुगा लगाएर हामी जस्तै अब हामी यहाँ लामा हामीहरू जस्तै गरेर लुगा लगाउनु भएका एकदमै प्रख्यात गुरु उहाँ पनि बुद्धत्व प्राप्त भएको गुरु हुन्छ। अब यो तिनजना चाहिँ हाम्रो कवि सम्प्रदायको मूल गुरु भन्यो भने हुन्छ, तिनजना चाहिँ एकदमै। अनि गाम्बोबापछि चाहिँ अब हाम्रो पहिलो कर्म पाउनुहुन्छ। अब त्यसको बारे त खासै के नभनौँ, अहिले आयो तिनवटा गुरु, मार्पा गुरु, मिला गुरु, गाम्बोबा गुरु। यो तिनजनाको अब छोटोमा व्याख्या किन गरेको भन्दाखेरि हजुरहरूले बुझ्नुपर्ने कुरा चाहिँ बुद्धत्व प्राप्त गर्नको लागि अथवा बौद्ध धर्म हामीले प्र्याक्टिस गर्नुको लागि लामो नै हुनुपर्छ भन्ने जरुरत छैन भनेर उहाँहरूको जीवनीबाट हामीले सिक्न सकिन्छ। किनभने जुन बुद्धत्व मार्पाज्यूले प्राप्त गर्नुभएको छ त्यो र मिलारेपा गुरुजीको बुद्धत्वमा केही पनि फरक छैन। जुन बुद्धत्व मिलारेपा गुरुजीले प्राप्त गर्नुभएको छ त्यो र गाम्बोबाको बुद्धत्वमा केही पनि फरक छैन। तिनैजनाको बुद्धत्व त्यही नै हो। तिनैजनाको बुद्धत्व र हाम्रो शाक्यमुनि बुद्ध जो गौतम बुद्ध लुम्बिनीमा जन्मिनु भएको थियो उहाँको बुद्धत्व र उहाँ तिनजनाको बुद्धत्व एकै बुद्धत्व नै हुनुहुन्छ। बुद्ध भन्दाखेरि चाहिँ हामीले व्यक्ति जस्तोलाई नसोचेर बुद्ध भन्दाखेरि चाहिँ हामीले एउटा गन्तव्य जस्तोलाई बुझ्नुपर्छ। खास गरी भन्दाखेरि हिजो आज सबैजनाले बुद्ध भन्दाखेरि व्यक्ति जस्तो एउटा लाग्छ, खास त्यस्तो नभएर गन्तव्य एउटामा पुगिसकेपछि जहाँ हामीलाई लोभ हुँदैन, लालच हुँदैन, रिस हुँदैन, डाह केही पनि हुँदैन, त्यस्तो एउटा गन्तव्य पुग्दाखेरि चाहिँ त्यसलाई चाहिँ बुद्ध भनिन्छ। बुद्ध भन्दाखेरि चाहिँ सुरुमा अब हामीले जसलाई बुद्ध भनिन्छ उहाँ पनि सुरुमा सिद्धार्थ थियो, पछि गन्तव्य पुग्नु भइसकेपछि चाहिँ उहाँ बुद्ध हुनुभयो। त्यसपछि चाहिँ त्यही नामले गर्दा उहाँ प्रख्यात हुनुभयो। अनि कहिलेकाहीँ हामीले चाहिँ के लाग्छ भने चाहिँ उहाँको नाम नै बुद्ध हो। बुद्ध भन्दाखेरि एउटा मात्रै हुनुपर्ने जस्तो लाग्छ, खास त्यस्तो केही पनि होइन। बुद्ध भन्दाखेरि गन्तव्य हो भनेर हामीले बुझ्नुपर्ने छ। त्यो गन्तव्य पुग्नुको लागि अब लामा आनी भयो भने चाहिँ अलिक सजिलो चाहिँ हुन्छ। किनभने गृहस्थीको जीवन नहुँदाखेरि हामीले अब घरको कामहरू त्यति साह्रो गरेर नपर्दाखेरि पुरै समय हामीले बौद्ध धर्म सिक्ने, ध्यान गर्ने, अध्ययन गर्नेमा समयमा अलिक बेसी नै हामीले दिन सकिन्छ। किनभने हामीहरू खासै हजुरहरू जस्तो बाहिरी काममा त्यति साह्रो हामी व्यस्त नभएको कारणले गर्दाखेरि जति पनि समय छ हामी त्यो सबै फुर्सद चाहिँ हामीले बौद्ध धर्ममै सिक्नेमा त्यो समय दिन सकेको हुनाले गर्दाखेरि अब त्योमा चाहिँ हामीलाई अलिकति हजुरहरूभन्दा धेरै फाइदा छ। तर फेरि हजुरहरूले बुद्धत्व प्राप्त गर्न नसक्ने नै हो भन्दाखेरि त्यस्तो चाहिँ खासै केही पनि छैन। हजुरहरू लामो भए तापनि नभए तापनि, आनी भए तापनि नभए तापनि प्राप्त गर्नेमा खासै केही पनि फरक छैन। त्यसको माथि पनि फेरि केटा भनौँ अथवा पुरुष भनौँ अथवा महिला भनौँ त्योमा पनि केही पनि फरक छैन। हामी सबैजनाले बुद्धत्व प्राप्त गर्न सकिन्छ। जात जातिमा पनि केही फरक छैन। हामीले अब महिला पुरुषमा पनि फरक छैन, पढाइमा पनि ठुलो पढाइ सानो पढाइमा पनि केही फरक छैन। हामी आफैले उहाँ तिनजना मुख्य गुरु मार्पा गुरु, मिला गुरु, गाम्बोबा गुरुको उहाँहरूको बायोग्राफी हेर्नुभयो भने चाहिँ हामीलाई अलिकति हौसला पर्ने जस्तो। किनभने कही बेला हामीले चाहिँ के लाग्दो रहेछ भने बुद्ध भन्ने गन्तव्य पुग्ने एकदमै असम्भव जस्तो लाग्न पनि सकिन्छ। सायद म त हुन प्राप्त गर्न पनि सक्दैन भनेर पनि हजुरहरूले सोच्न पनि सकिन्छ। तर त्यस्तो नहुनको लागि हामीले उहाँहरूको जीवनीहरू हेऱ्यो, पढ्यो, बुझ्यो। त्यसपछि चाहिँ अनि हामीले चाहिँ जति पनि सिक्यो त्यो र हामीले अध्ययन गरिसकेपछि चाहिँ प्र्याक्टिसहरू गर्नुभयो भने चाहिँ अनि हामीले अवश्य बुद्धत्व प्राप्त गर्न सकिन्छ। अनि हामीले यहाँ जे पनि गरिरहेको छ त्यो चाहिँ हामीले बुझ्नुपर्ने चाहिँ हामीले किन गरिरहेको छ भनेर बुझ्नुपर्ने छ। किनभने हामीले बुद्धत्व प्राप्त गर्नको लागि यो समर्थ भाषा सिकेर खासै हामी मास्टर्स हुनु, पिएचडी हुनु त्यस्तोको लागि होइन। हामीले चाहिँ किन समर्थ भाषा सिक्यो भन्दाखेरि अझै गहिराइमा हामीले बुद्ध धर्म बारे सिक्न सकिन्छ। किनभने जुन पनि हामीले किताब हेर्न चाहन्छौँ, जुन पनि सूत्र हेर्न चाहन्छौँ, जुन पनि तन्त्रहरू हामीले पढ्न चाहन्छौँ, अध्ययन गर्न चाहन्छौँ, त्योहरू सबै समर्थ भाषामा
हजुरहरू जुनै पनि गुम्बामा जानुभयो भने जुनै पनि पुस्तक चाह्यो भने पनि सबै सम्पूर्ण भाषामा हामीले सजिलै पाउन सकिन्छ। तर हामीले नेपालीमा हेर्ने इच्छा जाग्यो भने चाहिँ अब धेरै जसो होला, तर सम्पूर्ण बौद्ध किताबहरू छ भन्दाखेरि हामीले नेपालीमा पाइँदैन। हामीले संस्कृतमा हेर्छौँ भने पनि सायद पाइँदैन सबै। हामीले पाली भाषामा हेर्छौँ भने पाइँदैन। अङ्ग्रेजी भाषा, चाइनिज, फ्रेन्च, जापानिज, जुन भाषामा पनि हामीले अब सम्पूर्ण हेर्छौँ भने सायद असम्भव नै होला सबै बौद्ध धर्मको ग्रन्थहरू पढ्नका लागि। त्यसैले गर्दाखेरि नै हामीले मुख्य कारण सम्बुद्ध भाषा सिकेको कारण चाहिँ हामीलाई बुद्धत्व प्राप्त गर्दा अलिकति सजिलो हुन्छ भनेर हामीले सिकेका हौँ। त्यो चाहिँ हामीहरूले त्यो बिर्सिनु हुँदैन, किनभनेदेखि कहिलेकाहीँ हामीले फेरि सम्बुद्ध भाषा सिक्यो, कहाँ पढ्ने आयो, अलिकति पढ्ने आयो भनेर फेरि कहिले अलिकति घमण्ड पनि जान सकिन्छ। त्यस्तो खासै घमण्डहरू नगरेर किन सिकेको भनेर राम्रोसँग बुझेर अलिक अझै बेसी बुझौँ, अझै बेसी पढौँ, अझै बेसी अलिकति सिकिसकेपछि चाहिँ हामीले त्यो धर्मको बारे पनि झन् हामीलाई लगाव हुने, झन् बेसी पढौँ जस्तो हुने। जति बुझ्यो त्यति साह्रो पढ्न मन लागिन्छ। जति राम्रोसँग बुझ्यो झन् त्यसको माथि हजुरहरू सबै सँगै भेट भएर यता हजुरहरू हरेक महिनामा अब कतिचोटि भेट हुन्छ होला मलाई साह्रै ठ्याक्कै चाहिँ थाहा भएन, तर हजुरहरू जहिले पनि भेट हुँदै रहेछ भने हजुरहरूले समाधान गर्ने, विषयहरू प्र्याक्टिस गर्ने, त्यसको माथि हजुरहरूको गुरु हाम्रो आचार्य लामा साम्बोजियो पनि हजुरहरूलाई धेरै समय दिएर हजुरहरूसँगै बसेर घुम गर्ने, प्रवचन गर्ने, त्योहरू हुँदाखेरि साह्रै नै खुसी लागेको छौँ। फेरि कहिलेकाहीँ हामीलाई के लाग्छ भन्दाखेरि हामीलाई गुरुहरू सायद आचार्य लामा सम्बोका हजुरहरूले कसैले के लाग्न सकिन्छ भन्दाखेरि टुङ्गु एउटा भयो हुन्थ्यो होइन, गुरु एउटा भयो हुन्थ्यो, रुम्बुची एउटा भयो हुन्थ्यो। हाम्रो गुरु आफ्नै गुरु चाहिँ खास त्यस्तो भयो भने खासै के हुनुपर्ने पनि छैन। हामीलाई चाहिने पनि के हो भने चाहिँ बौद्ध धर्म सिक्ने हो। गुरुले नै एकदमै गम्भीरतापूर्वक हजुरहरू सबैलाई सिकाउने भइरहेको छौँ। त्यसको माथि उहाँ पहिला ठुलो नै पदमा भएको हुँदाखेरि पनि फेरि नेपाल सरकारले नै उहाँ निकुञ्जमा बस्नु भन्दाखेरि पनि उहाँले सबै त्याग गरेर गुफामा जानुभएका हौँ। गुफामा गएर पनि 1 वर्ष होइन, 2 वर्ष होइन, 4 वर्षको गुफामा बस्नुभयो। त्यसपछि पनि फेरि उहाँलाई धेरैले निम्तो पनि पठाउनु भएको छ। अब हाम्रो गुम्बाको अध्यक्ष भएको हुनाले अब हल्का कुराहरू मैले पनि अब अलिअलि बुझेको हुँदाखेरि उहाँलाई यता पठाइदिनु उता पठाइदिनु हुँदाखेरि धेरैले निमन्त्रण भनौँ अथवा निम्तो भनौँ जुन भन्यो भने इन्भिटेसनहरू धेरै आएको छ। तर पनि उहाँले एकदमै त्यस्तोहरूमा अब पदको लालचमा त्यस्तोहरूमा सबै त्याग गरेर त्यस्तो लालचहरू केही नपुगेर जहाँबाट पनि उहाँलाई निमन्त्रण सबैले उहाँले म मिल्दैन, म नजाने, म यहीँ गुम्बामै बसेर गुम्बाको सेवा गर्छु। धर्मावलम्बीहरूलाई सकेसम्म, किनभने उहाँको नेपाली एकदमै प्रष्ट राम्रो भएको हुनाले गर्दा सकेसम्म यहीँ नेपालमै बसेर नेपालमा धर्मावलम्बीहरूलाई सकेसम्म मैले धर्मको बारे बुझाउँछु भनेर अठोट एउटा बोकेको हुनाले गर्दाखेरि एकदमै मलाई चाहिँ आफ्नै पृथ्वीबाट नै उहाँलाई एकदमै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि हजुरहरूले पनि बुझ्नुपर्ने चाहिँ अब उहाँले एकदमै समय निकालेर उहाँ एकदमै व्यस्त हुनुहुन्छ। किनभनेखेरि अहिले हाम्रो गुरुले स्थापना भएको श्रीमङ्गलदेव स्कुलको अध्यापक प्रिन्सिपल हुनुहुन्छ उहाँ। त्यसैले गर्दाखेरि एकदमै काम धेरै त हुनुहुन्छ, तर पनि त्योहरू सबै उहाँले टाइमहरूलाई म्यानेज गरेर हजुरहरूको सामु अब जति पनि आउनुहुन्छ हजुरहरूलाई धर्म प्रचार गर्यो, हजुरहरूलाई सिकाउनु गयो, हजुरलाई तीर्थहरूतिर हजुरहरू अब एक-एकजना गरी त मैले चिनेन, तर पनि हजुरहरू सायद हजुरहरूलाई नै होला नम्बुद्धमा गुरु दर्शन गर्न आएको, गुरुबाट क्याप्टोदम्बा लिन आएकोहरू मैले धेरै नै देखेको छु। त्यसको लागि हजुरहरूले उहाँहरूलाई पनि भित्रैबाट कदर गर्नु, माया गर्नु, उहाँले सिकाएको जे सिकाउनु त्योहरूलाई हजुरहरूले सुनेर मात्र नगरेर हजुरहरूले त्योहरू सबैलाई
प्र्याक्टिसमा ल्याउनु पऱ्यो। किन भन्दाखेरि सुनेर त खासै त्यति साह्रो प्रगति हुँदैन। जुन पनि हामीले सिक्छौँ त्योहरू सबै हामीले प्र्याक्टिसमा ल्याउनु पऱ्यो। अब मैले 15-20 मिनट बोलेर त खासै त्यति साह्रो हुँदैन। तर जति पनि हजुरहरूको प्रगति हुनुपर्ने छ त्योहरू सबै अब लामाकामा साम्बोजीको हातमा हुन्छ। किनभने हजुरहरू धेरै जसो समय उहाँसँग बिताउनु भएको हुनाले गर्दाखेरि अनि त्यसमा हजुरहरू गर्व गरेर हामीलाई एकदमै राम्रो गुरु छ, एकदमै नेपाली भाषा पनि प्रष्ट, फेरि नेपाली भाषा मात्र आएर पनि खासै त्यो छैन। तर पनि बौद्ध धर्मको ग्रन्थहरू पनि एकदमै राम्रो बुझेर पहिला युनिभर्सिटीमा पढेको, त्यसपछि 4 वर्ष गुफामा बस्दाखेरि झन् कानबाट सुनेको मात्र नभएर त्योहरू सबैलाई प्र्याक्टिस गरेको हुँदाखेरि अनि हजुरहरू एकदमै गर्व गरेर हाम्रो गुरु लामाकामा सम्भव जस्तो अथवा हाम्रो गुरु ठाकुर बुझे भयो उहाँहरू छ भनेर हजुरले गर्व गरेर हजुरहरू सबैले प्र्याक्टिस गर्न सक्छौँ भनेर मैले त्यो भन्न चाहन्छु, याद दिलाउन चाहन्छु। कहिलेकाहीँ हामीहरू फेरि जुन गुरुसँग धेरै समय बिताइसकेपछि चाहिँ खासै कहिलेकाहीँ अलिकति उहाँको महत्त्व हराएको जस्तो पनि हुन्छ। सुरुमा हामीले पनि फोन किन्दाखेरि सुरुतिर नयाँ एउटा फोन किनौँ भन्छ। जब त्यो फोन हातमा आउँछ 1-2 दिन एकदमै महत्त्व गरेर खस्छ कि फुट्छ कि के हुन्छ भनेर जब त्यस्तो त्यो 8-10 दिनपछि त्यति साह्रो त्योमा हामीले लोभ नभएको जस्तो, झन् 1-2 महिनापछि त झन् त्यसको खासै केही पुरानै फोन बोकेको जस्तै गरेर त्यतिकै त्योमा के भने हामीले माया लगाव सामान नभएको जस्तो। फोन मात्रै होइन, जुनै पनि सामान हामीले बोक्दाखेरि सुरुमा नयाँ आउँदाखेरि हामीले एकदमै जतन गरेर राख्छौँ। तर जब पुरानो हुँदै जान्छ हामीले त्यसको महत्त्व कम हुँदै जान्छ। जति समय बिताउँछ त्यस्तो कम हुँदैछ। त्यस्तो नहुनको लागि हामीले बिहान जहिले पनि आफैलाई याद दिलाउँदै हाम्रो गुरु राम्रो छ, सबै पढ्नु भइसकेका छौँ, गुफा बस्नु भइसकेका छौँ, हामीलाई माया गरिरहेको छौँ, हामीलाई पढाइरहेको छौँ, हामीलाई राम्रो बाटो देखाइरहेको छौँ भनेर आफैलाई याद दिलाउँदै अनि हजुरहरू आफ्नो धर्मभित्र पनि त्यो कुरा काट्नेहरू जस्तो नगरेर सकेसम्म राम्रोहरू कुरा गर्दाखेरि जति हामीले राम्रो भन्छौँ त्यति हामीलाई भित्रैबाट माया अनि रेस्पेक्टहरू बढ्दै जान्छ। हामीले जति आफैलाई पनि भित्रबाट पनि त्यस्तै सोच्ने, साथीभाइ दिदीबहिनीहरूलाई पनि त्यस्तै गर्दाखेरि त्यो गर्दाखेरि चाहिँ हाम्रो गुरुलाई के राम्रो हुन्छ भन्दाखेरि गुरुलाई त केही पनि फरक पर्दैन। हजुरले राम्रो गर्ने पनि फरक पर्दैन, नराम्रो गर्ने पनि फरक पर्दैन। तर कसलाई फाइदा हुन्छ भने हामी आफैले हाम्रो गुरु जति राम्रो सोच्यो हामीले त्यति नै धेरै रेस्पेक्ट हुन्छ। जति रेस्पेक्ट हुन्छ उहाँले भनेकोमा हामीले पालन गर्ने त्यति नै सजिलो हुन्छ। जस्तै हाम्रो आफ्नै साथीभाइ परिवारहरू बिचमा हामीले जति माया, हामी बुवालाई धेरै माया गर्छौँ भने हामी बुवाले जे भन्नुहुन्छ त्यो हामीले सजिलै मान्न सकिन्छ। हामीले आमालाई धेरै माया गर्छौँ भने आमाले जे भन्छ त्यो हामीले मान्दाखेरि सजिलो हुन्छ। जब हामीले त्यति माया गर्दैन उहाँले भन्दाखेरि हामीले पनि अलिकति नकाट्न सजिलो हुन्छ, काम गर्न पनि त्यति मन हुँदैन। तर हामीलाई जति प्रेम हुन्छ, जति माया हुन्छ, जति लगाव हुन्छ, जति धेरै हुन्छ त्यति नै काम गर्दाखेरि पनि उहाँले जे भन्छ हामीले गर्दाखेरि सजिलो हुन्छ। अनि गुरुलाई हामीले जति धेरै माया गयो उहाँले भनेकोहरू हामीले पालन गर्दाखेरि कसलाई फाइदा हुन्छ भनेर हामी आफैलाई, फेरि त्यो फाइदा पनि यो जन्मको लागि मात्रै नभएर अरू जन्मलाई पनि अरू फाइदाहरू सबै यो जन्मको लागि मात्रै कसैले हामीलाई तलब दियो भने त्यो तलबले यो महिना सायद 1 महिना 2 महिना पुग्ला, 1-2 वर्ष काम गऱ्यो भने 1-2 वर्षको तलबले 3-4 वर्ष पुग्ला। तर 3-4 वर्षसम्मको फाइदा हुन्छ। कसैले खाना दियो भने एक साल खाना दियो भने 1 दिन मात्रै आफ्नो भोक हटाउँछ। तर हामीले जुन चाहिँ धर्महरू गुरुबाट सिक्नुहुन्छ त्यो चाहिँ यो जन्मको लागि मात्रै नभएर अरू जन्म मात्रै नभएर त्यसको पछिको जन्मको लागि पनि हरेक जन्ममा फाइदा भएको हुनाले गर्दाखेरि हामीले गुरुलाई कदर गर्ने, माया गर्ने त्यो एकदमै महत्त्वपूर्ण हुन्छ। त्योहरू चाहिँ हजुरले जहिले पनि याद गर्नु। अनि हामीले रेस्पेक्ट गर्दाखेरि, हामीले माया गर्दाखेरि, हामीले उहाँलाई केही सहयोग गर्दाखेरि उहाँलाई सहयोग भएको छ भनेर नसोचेर हामी आफैले सहयोग भइरहेछ। हामीले जति गुरुलाई सहयोग गर्छ त्यो सहयोग चाहिँ हामी आफैले त्योभन्दा बेसी हामी आफैलाई सहयोग भइरहेको हुन्छ। त्यो चाहिँ याद गर्दाखेरि एकदमै
राम्रो हुन्छ। किन भन्दाखेरि कहिलेकाहीँ हामीले अलिकति सहयोग गर्ने बित्तिकै अब हामीहरू सबै मनुष्य नै हो, अलिकति गर्ने बित्तिकै कहिलेकाहीँ अलिकति घमण्ड पर्ने जस्तो, कहिलेकाहीँ अलिकति मैले के गरेँ भन्दाखेरि अलिकति आफैमा घमण्ड पर्ने, कहिले अलिकति अब त्यस्तो त्यस्तो हुन सकिन्छ। तर जब हामीले धर्म राम्रोसँग बुझ्छौँ त्यसपछि चाहिँ के गर्दाखेरि गुरुलाई अलिकति सहयोग गर्दाखेरि त्यस्तो घमण्डहरू केही पनि पर्दैन। हो म आफैले राम्रो भयो, यो जन्मको लागि पनि राम्रो भयो, अरू जन्मको लागि पनि राम्रो भयो। हामीले गुरुहरूलाई अरूहरूलाई के चढाउँदाखेरि पनि त्यस्तो भयो, ए म उहाँहरूलाई फाइदा भएको छैन, म आफैलाई फाइदा भएको छ, यो जन्मको लागि पनि फाइदा भएको छ, अरू जन्मको लागि पनि फाइदा भइरहेछ। हामी पूजाहरू पनि के गर्दाखेरि पनि आज 3 घन्टा पूजा गऱ्यो भनेर घमण्ड नगरेर यो पूजा गरेर म आफैलाई यो जन्मलाई पनि फाइदा भएको छ, अरू जन्मलाई पनि फाइदा भइरहेको छ भनेर सोचेर गऱ्यो भने चाहिँ हामीले जे पनि काम गर्छ, जे पनि कार्य गर्छ त्योहरू एकदमै सुखपूर्वक, शान्तिपूर्वक, एकदमै राम्रो तरिकाले जान्छ। अनि हामीले पूजा गर्दाखेरि अथवा अध्ययन गर्दाखेरि क्षमता विपसनाहरू हामीले ध्यान गर्दाखेरि यो जन्मको लागि सोचेर नगरेर हामीले के सोच्नुपर्छ भने हामीहरू सबै अब बौद्ध धर्मलम्बी भएको हुँदाखेरि चाहिँ हामीले जे पनि गर्छौँ त्यो रिजल्ट अथवा त्यसको फल चाहिँ अर्को जन्मको लागि कम्तीमा त्यो सोचेर गर्दाखेरि चाहिँ हामीलाई जे गर्दाखेरि पनि एकदमै राम्रो सजिलो हुन्छ। धेरै जसो हामीले चाहिँ गएर अलिकति गर्ने बित्तिकै यो जन्ममा राम्रो होस्, यो जन्ममा सुख होस्, यो जन्ममा शान्ति होस् भनेर सोचेर गर्दाखेरि खासै त्यसको फल त्यति साह्रो हुँदैन। हाम्रो टार्गेट नै यो जन्मको लागि मात्रै हुँदाखेरि त्यसको फल पनि यो जन्मको लागि मात्रै हुन्छ। तर जब हामीले के गर्दाखेरि चाहिँ यो फल चाहिँ अर्को जन्ममा होस् भनेर सोचेर गर्दाखेरि अर्को जन्म र यो जन्म दुवैमा फाइदा हुन्छ। त्यसले गर्दाखेरि हामीले जे पूजाहरू गर्छौँ, क्षमता विपसनाहरू गर्छौँ अथवा टिचिङहरू सुन्छौँ, त्योहरू सबै हामीले सुरुमा नै हामीले चाहिँ मनबाट नै के बुझ्नुपर्छ भन्दाखेरि हामीले अर्को जन्मको लागि सोचेर अर्को जन्ममा या अथवा यो जन्ममा हामीले बुद्धत्व प्राप्त गरोस्, यो जन्ममा बुद्धत्व प्राप्त नभयो भने अर्को जन्ममा हामीले बुद्धत्व प्राप्त गरोस्, बुद्धत्व प्राप्त नभए तापनि हामी अर्को जन्ममा छन् यो जन्मभन्दा पनि बेसी धर्म गर्न मौका पाओस्, गुरु राम्रोहरू फेरि भेटोस्, फेरि हामीले प्र्याक्टिसहरू गर्न पाओस् भनेर सोचेर गऱ्यो भने चाहिँ एकदमै हामीले जति पनि ध्यान गर्छौँ त्यसमा केही पनि, किनभने हामीले देखिरहेको हुन्छ कहिलेकाहीँ 8 वर्ष प्र्याक्टिस गर्यो, 10 वर्ष अध्ययन गर्यो, 15 वर्ष पढ्यो, धर्म गर्यो, तर त्यति साह्रो चेन्ज भयो, परिवर्तन भएको देख्दैन कहिलेकाहीँ। किन भन्दाखेरि उनीहरूको त्यो उद्देश्यले यो जन्मको लागि मात्र सोचेर गर्दाखेरि खासै हामीले परिवर्तन देख्दैन। रिस पनि त्यतिकै हुन्छ, लोभ पनि त्यतिकै हुन्छ, लालच पनि त्यतिकै हुन्छ। अब धर्म गरेर 10 वर्ष भइसक्यो, 20 वर्ष भइसक्यो, केही फाइदा नभयो भने त त्यति साह्रो हुँदैन। हामीले चाहिँ धर्म गरेर हामी आफैलाई फाइदा हुनुपर्छ। फाइदा चाहिँ कसरी हुन्छ भन्दाखेरि जब हामीले यो गरेर अरूको भलाइ सोचोस्, अरू जन्ममा राम्रो सोच्दाखेरि चाहिँ हामीले जे गर्दाखेरि पनि लालच पर्ने, लोभ पर्ने, रिस पर्ने त्यस्तोहरू खासै हुँदैन। अनि जति जति हामीले अध्ययन गर्दै जान्छौँ हाम्रो लोभ, लालचहरू, रिसहरू कम हुँदै जान्छ। नत्र हामीले सुरुले नै यही जन्मको लागि राम्रो सोची हामीले अध्ययन गर्दै जाँदा सायद हाम्रो घमण्ड बढ्दै पनि जान सकिन्छ। नहुने होइन, त्यस्तो हामीले धेरै देखिरहेको पनि हुन्छ। कहिले गुरु भन्नेहरू पनि धेरै घमण्ड गर्नेहरू, लालच धेरै भएकोहरू पनि हामीले देख्छौँ। गुरु मात्र नभएर जसो अब स्कुलतिर पनि हामीले प्रोफेसरहरू भयो, टिचरहरू भयो, पढ्दै जाँदाखेरि झन् घमण्ड हुने, झन् रिस ठुलो हुने त्यस्तोहरू देख्छ। तर किनभने हामीले त्यो चाहिँ प्र्याक्टिसमा ल्याउन नसक्दाखेरि चाहिँ त्यस्तो हुन्छ। त्यसले गर्दाखेरि जति पनि सिक्यो हामीले प्र्याक्टिसहरू गर्न पायो भने चाहिँ हामी बुद्धत्वको एकदमै नजिक जान सकिन्छ भने अब अनि सायद यति नै होला। अरू खासै अब पछिको भेटमा फेरि के भयो भने चाहिँ फेरि हजुरहरू सबैको सामु दर्शन गरौँला। फेरि के मन्तव्यहरू छ फेरि त्यो बेला पनि मैले भन्नु हजुरहरू सबैलाई। अनि आज यता निमन्त्रण भएकोमा हजुरहरू सबैजनालाई लामा र आनीहरूको सबैको तर्फबाट हजुरहरू सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु।
अनि हजुरहरू सबैको कौम क्षमता विपसनाहरू एकदमै राम्रोसँग एकदमै सुखमयसँग जे पनि उन्नति होस् भनेर हामीहरू चिनी सबैको तर्फबाट हजुरहरू सबैलाई प्रार्थना र पूजाहरू सधैँ रहनेछ भनेर हजुरहरू सबैलाई एकदमै धन्यवाद छ। हवस्। धेरै धेरै धन्यवाद हाम्रा श्रद्धेय गुरु छोजे लामा वाङछुप तोप्देनज्यूलाई।